यो रिपोर्ट त पुरै इन्कम्प्लिट छ त पुरै बिग्रेको छ कसले बनाएको उसलाई बोलाएर ल्याऊ त यति कमेन्ट यो रिपोर्ट तिमीले के बनाएको पुरै बिग्रेको छ त के गरेर रहेछ तिमी अस्तिको पाला पनि सरी भनेको एकचोटि सरी भने कहाँ हुन्छ जहिले सरी भन्नु हुन्छ अब भोलि यो सब मिलाएर फेरि ल्याऊ The next day. नचाहिने फिल्महरू अहिले भएन यो त यो तिम्रो लास्ट वार्निङ हो अब नेक्स्ट टाइम फेरि भयो भने पाएर हुन्छ यो जहिले फोन चलाउने मान्छे आज कस्तो मेहनतले काम गरेर कस्तो राम्रो काम गरेको ब्रेक काम कामको ठाउँमा ब्रेक लिने हो मलाई ब्रेक लिएको चाहिँ मतलब छैन काम चाहिँ जस्तो भने सघाउनु पऱ्यो हुन्छ सर सकिन्छ काम तिमी सुत्न आयो काम गर्न आएको त म तिमीलाई लागेर के सुत्न दिने हो औदेखि फेरि सुत्दै देख्यो भने तिमीलाई निकालिदिन्छ है भोलि त्यो भएको काम गरेको छैन यार म त अब ठ्याक्क 5 बजे गर्छु 5 4:45 भइसक्यो भ्याउँछ त भोलि धेरै काम छ त्यति त हो हुन्छ A few minutes later. ओइ 5 बज्यो त काम सुरु नगर्ने अब ए 5 बजेको एकछिन एउटा एपिसोड सकाएर गर्छु 10 मिनेट छिटो गरिहाल्ने भ्याउँदैन है ओइ 10 मिनेट नि भयो त अब त सुरु गरे काम हो अब त गर्नु पर्यो यार ए 5:10 भइसक्यो अब 5:15 मा हाम्रो ब्रेक त हो 5 मिनेट के काम गर्ने बरु अब टिफिन खाएर गर्छु घर जाने टाइम भइसक्यो घरमा गएर गर्नु पर्ला यो ढिलो आएको अफिसमा बोलाएर खाली गर्नु पर्ने नास्ता गर्ने भनेर निजलाले के भनेन मलाई पनि फायर गरिदिन्छु लास्ट वार्निङ हो भनेको छ हो म नि अलिकति के सुने थिएँ मलाई नि वार्निङ दिएछ तँ कस्तो कस्तो के है Meanwhile. ठिकै छ कस्तो कस्तो नयाँ कम्पनी स्टाफहरू चाहिँ अलिक ल्याक गरिरहेको छ अस्ति ठिकै छ मेरो नि पहिले त्यस्तै थियो आजकल हल्का हल्का सुन्दैछ सबैले राम्रै चल्छ तिमीले चाहिँ अब तिम्रो कम्पनीमा आएर एकछिन स्टाफहरू सुनाउनु पर्यो जस्तो लाग्यो ए ल भइहाल्छ सुनाउँछु टाइम भएछ ल मेरो कम्पनीको स्टाफहरू चाहिँ अब काम गर्ने गर्दैछ तिमीले उनीहरूलाई के भन्नु पर्यो आज मिटिङमा ए हुन्छ म मिटिङमा बसेर सब भनिदिन्छु ल ल ठिक छ गुड मर्निङ गाइस चाहिँ मेरो साथी सन्दिप हेलो गाइस ऊ चाहिँ हाम्रो चौधरी कम्पनीको बस हो तिमीहरूले त्यो कम्पनी सुनेकै होला उसले चाहिँ हामीलाई आज तिम्रो कम्पनीबारे आज के गराउनु गइरहेको छ अनि के चल्दैछ कम्पनीमा ठिकै छ सर मैले त अर्कै सुनिरहेको थिएँ
तिमीहरू बसे सुनाइराख्यो कहिले काममै नआउने रे अफिसमै गेम खेल्ने प्रोजेक्ट सबमिसनै नहान्ने रे के हो यस्तो भने अनि तिमीहरूलाई थाहा छ कि छैन यस्तो तरिकाले त कम्पनी ब्याकग्राउन्ड गइहाल्छ है समयले कति मिहिनेत गरेर बनाएको कम्पनी हो है उसको सेक्रिफाइसले चाहिँ तिमीहरूले खेल जान दिनु भएन टाइममा काम गर्नु पऱ्यो टाइममा आउनु पऱ्यो कहिले काहीँ चाहिँ अब इमर्जेन्सी छ भने लिभ दिनु पऱ्यो 5 वर्ष अगाडि म नि तिमी जस्तै थिएँ कहिले काममै नआउने अफिसमै गेम खेलिदिने सबमिसनहरू नगरिदिने प्रोजेक्टको त्यसपछि मेरो बसले मलाई कामबाट निकालिदियो म रेस्पोन्सिबल थिएन म अरूलाई दोष दिन्थेँ म आफ्नो कामप्रति कति पनि रेस्पोन्सिबल थिएन म आफू रेस्पोन्सिबल थिएन आफ्नो कामप्रति अनि जहिले नि मेरो गल्ती हुँदा म अरूलाई मात्र दोष दिन्थेँ अनि फर्स्ट नानीले भनेको रुल्स मात्र फलो गर्नु होइन एउटा रेस्पेक्टको कुरा हो टाइमले रेस्पेक्ट गर्नु पऱ्यो आफ्नो कामलाई भ्यालु पनि दिनु पऱ्यो अनि सँगै काम गर्ने मान्छेहरूलाई इज्जत पनि दिनु पऱ्यो है कति मात्रै गेम खेल्नु घरमा जति पनि पाइहाल्छ नि अब त यो कम्पनीको लागि सिरियस हुन्छु सम्यमले यस्तो मेहनत गरेर बनाएको यो बिजनेस हो बस जस्तै भयो नि मलाई यस्तो राम्रो अपर्च्युनिटी दिएको छ म अब राम्ररी काम गर्छु अब म नि एक्सक्युज नबनाई कम्पनीको लागि राम्ररी काम गर्नु पर्यो मेहनत गरेर म पनि अबदेखि बसलाई मौकै दिदिनँ कम्प्लेन गर्न मेहनत गरेर काम गर्छु एकदम मन लगाएर है सन्दीप सरले भने जस्तो अब म पनि पङ्क्चुअल हुन्छु राम्रोसँग काम गर्छु है लास्ट कामले गर्दा चाहिँ कम्पनी धेरै माथि पुगेको छ हाम्रो सिनियरसँग यो महिना वान टाइम धेरै पुगेको छ त्यसैले गर्दा आज चाहिँ तिमीहरूलाई मेरो तर्फबाट स्यालेरीमा सब बोनस दिने वाला छु आज रात चाहिँ पार्टीमा चाहिन्छ मेरो तर्फबाट